यो रहेको छ कीर्तिपुरको टियु क्रिकेट मैदान। यहाँ देख्न सक्नुहुन्छ यसरी काम भइरहेको छ। यता चाहिँ कामदारद्वारा काम गरिरहेको छ। उतापट्टि पनि एकदम सिडीको डिजाइन निकाल्नलाई होला त्यो रूपमा काम गरिरहेको नै देखिएको छ है। देख्न सक्नुहुन्छ कसरी काम गरिरहेको छ। पिलर हो यो चाहिँ है, हेर्न सक्नुहुन्छ पिलर पनि एकदम मजबुत छ र एकदम आकर्षक देखिएको छ क्या पिलर। यता माथिदेखि हेर्नुहुन्छ हामीले यो नटबोर्ड पनि छ। पिलर एकदमै नटबोर्ड पनि मजबुत नै देखिन्छ। पनि लागेको छ। यतापट्टि एकदमै मजबुत देख्छ है, सबै ढलानको छ। हेर्न सक्नुहुन्छ यो चाहिँ केबलको लागि बनाइएको खाटो हो। यो चाहिँ केबल यसरी खस्नुहुन्छ। यो चाहिँ त्यसकै ट्याङ्की होला लाग्छ मलाई चाहिँ। हजुर कमेन्ट गरिदिनु होला यो के हो। तर यो केबल लाइनको लागि हो। उतापट्टि पिलर र फ्लड लाइटको सिधा यतापट्टि चाहिँ यो केबलको लागि बनाइएको एउटा कुनै घर जस्तो छ। यता निर्माण भइरहेको एउटा फ्लड लाइट देखियो। फ्लड लाइटको पिलर यसको पनि एउटा भिडियो क्याप्चर गरिदिउँ जस्तो लाग्यो। हेर्न सक्नुहुन्छ यो चाहिँ निर्माण हुँदै गरेको छ। यता भर्खर प्लास्टर गरेको छ। यो पनि हेर्न सक्नुहुन्छ एकदमै आकर्षण डिजाइन गरिएको देखिन्छ। हेर्न सक्नुहुन्छ यो फ्लड लाइट माथि प्लेट देखिन्छ। प्लेट यो आकारमा छ। हेर्न सक्नुहुन्छ प्लेटको कलरहरू यसरी प्लेटको प्रयोग गरिरहेछ। फ्लड लाइटमा चाहिँ मैले चाहिँ पहिलोचोटि देखेको प्यारापिट तरबुजाले चाहिँ यसरी बुनिरहेको देखिन्छ। त्यसपछि हाम्रो प्यारापिट बस्ने छ भने माथिसम्म यो भइसकेको छ। देख्न सक्नुहुन्छ प्यारापिटतिर यसरी दिन रात नभइकन यसरी खटिरहेको हामी देख्न सकिन्छ। र प्यारापिटतर्फ मैले अब चाहिँ अलिकति सानो आएको छ किनकि धेरै बोल्न पाइँदैन भन्ने कुरा छ। भित्र गएपछि यो प्यारापिटमा देख्न सक्नुहुन्छ यसरी नै यो यहाँ ढलान बस्ने छ। यता चाहिँ ढलान गइसकेपछि हाम्रो कुर्सी राख्न लागेको हुनेछ। र प्यारापिटतर्फ देख्न सक्नुहुन्छ यसरी 60,000 स्क्वायर मिटरको प्यारापिटको काम धमाधम धेरै देखिन्छ। के कसरी काम दिएको चाँडो के कसरी काम रहेछ प्रतिक्रिया दिनु होला नि। 1K भ्यू च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। हजुरहरूको म्याच मैले पनि केट फोटेजहरू देखाउन पाएँ। कति देखिरहेको छ त्यो क्रिकेट मैदान कमेन्ट गरिदिनु होला र मलाई सब्सक्राइब पनि गरिदिनु होला। मोटिभेट मिल्नेछ। हेर्न सक्नुहुन्छ यसरी नै क्रिकेट स्टेडियमको कार्य टिभी रूपमा भएको देख्न सक्नुहुन्छ। प्यारापिटहरू निर्माण धमाधम भइरहेको छ। अलिकति प्यारापिटको टाइम खाने हो कि भन्ने मलाई लाग्छ। तपाईँलाई कस्तो लाग्छ सुझाव कमेन्टमा राखिदिनु होला। यसरी नै धमाधम कामहरू भइरहेको छ। अब अहिले त हाम्रो नेपाली नेसनल टिमहरू युके टुरमा पनि हुनुहुन्छ। अब यो मैदान एकदमै आकर्षण देखेको छ क्या। देख्न सक्नुहुन्छ एकदमै आकर्षित छ मैदान। घाँसहरू काटेर पनि सफा पारेको छ। ठिक लाग्छ। म गएको सिजनमा सुदूरपश्चिम र एउटा कुरा राख्न चाहेँ। गएको एनपिएलमा चाहिँ म सुदूरपश्चिम र लुम्बिनी लायन्सको म्याच हेर्दाखेरि यो भाग यो जुन ढलानमा भाग छ यो भागमा बसेर हेरेको थिएँ। तर एकदमै असहज थियो त्यतिखेर त। अब अहिले ढलान भएर प्यारापिट निर्माण हुँदैछ। दोस्रो कार्यकाल दोस्रो सिजनसम्म यही प्यारापिटमा बसेर हेर्न पाऊँ आशा छ। र यता युरोपमा पनि मलाई युरोपले एकदमै साथ दिएको गेमहरू हेर्नमा एकदमै मद्दत दिएको हेर्न सक्नुहुन्छ। यही रुख जीवितै छ। युरोपमा बसेर पनि मैले थुप्रोपल्ट म्याचहरू सानोतिनो लिगहरू हेरेको मलाई अनुभव छ। हेर्न सक्नुहुन्छ त्यही रुख नै हो, जीवित नै छ।
लाग्छ खै के कुरो हो यो मलाई पनि त्यो ठ्याक्कै थाहा भएन तर रुख यही नै हो यो रुखबाट पनि मलाई धेरै नै साथ दिएको छ अहिलेसम्मको फुल थुप्रै लिगहरू हेर्नको लागि है यो हेर्न सक्नुहुन्छ कस्तो लाग्छ त्यो एरिया कृपया कमेन्ट र मेरो च्यानललाई चाहिँ जसरी भए पनि सब्सक्राइब चाहिँ गरिदिनु नै पर्छ ल मैले त्यो दुःख गरेर टाढाबाट म एउटा न्यु रोड बस्ने मान्छे न्यु रोडदेखि नै आएर यो भिडियोहरू आज जाम्न भनेर कस्तो मनले नमानेर अनि यसो निर्माण हुँदै गरेको दर्शकलाई पनि देखाइदिउँ आफू पनि एकचोटि यसो हेरौँ भनेर थुप्रै आऊ म चाहिँ हेर्न सक्नुहुन्छ यसरी नै काम बनिरहेको छ यो प्याराफिटहरू यसरी नै निर्माण हुन्छ अब यसमा ढलाइ भएर यसमा चाहिँ कुर्सी बस्ने हो ठ्याक्कै कुर्सी चाहिँ यतापट्टि राखेको छ त्यो साइडमा कुर्सीहरू राखेको छ स्टोर गरेको छ कुर्सीहरू हेर्न सक्नुहुन्छ यही त लेटेस्ट अपडेट है अहिले क्रिकेट स्टेडियमको आज 83औं दिनको कि 84औं दिनको त्यो कामहरू यसरी नै भइरहेको छ म दिउँसोमा आएर वेट गरेको अलिकति कामले पनि केही नमानिकन हेरिदिनुहोस् भिडियो कस्तो लाग्छ